एउटा गाउँमा एकजना सोझो बुढा बाजे बस्नुहुन्थ्यो। उहाँले देख्नुभयो कि सहरका मान्छेहरू चस्मा लगाएर पत्रिका पढ्छ। उहाँलाई लाग्यो, ओहो, चस्मा लगाएपछि त पढ्न आउने रहेछ है। भोलिपल्टै उहाँ सहरको एउटा चस्मा पसलमा जानुभयो र पसलेलाई भन्नुभयो, मलाई एउटा राम्रो चस्मा दिनुहोस् त, जसले गर्दा म पत्रिका पढ्न सकौँ। पसलेले उहाँलाई एउटा चस्मा दिनुभयो र अगाडि एउटा पत्रिका पनि राखिदिनुभयो। बाजेले चस्मा लगाएर पत्रिका हेर्नुभयो तर केही बुझ्नु भएन। उहाँले भन्नुभयो, एउटा चस्मा ठिक छैन कि अर्को दिनुहोस्। पसलेले पालो धेरै चस्मा दिनुभयो तर बाजेले एउटै कुरा दोहोऱ्याइरहनुभयो। यसले पनि सकिएन। अन्त्यमा पसलेले अचम्म मान्दै सोध्यो, बाजे, कतै तपाईँलाई पढ्न त आउँदैन नि? बाजेले झर्किँदै भन्नुभयो, ए बाबु, मलाई पढ्न आएको भए म किन तिम्रो पसलमा चस्मा किन्न आउँथे र? हो, उपकरण वा साधनले मात्र काम हुँदैन, त्यसलाई प्रयोग गर्ने ज्ञान र योग्यता पनि आफूसँग हुन जरुरी छ। चस्माले अक्षर ठुलो बनाउँछ तर अक्षर च्याउन सक्दैन।